हेलो एभ्रिवान, नमस्ते तपाईँहरू सम्पूर्णमाथि। अनि म चाहिँ आज गोर्खे हाट घुम्नको लागि गइरहेको छु। यहाँ चाहिँ एभ्री थर्सडे गोर्खे हाट लाग्छ। अनि त्यहाँ चाहिँ म धेरै महिनापछि आज म गोर्खे हाट घुम्न जाँदैछु। तपाईँहरू पनि मेरो साथमा घुम्नुहोस् होला। अनि तपाईँहरूलाई कस्तो लाग्छ? यो चाहिँ दार्जिलिङको बजार, म जाँदैछु गोर्खे हाट। अब तपाईँहरूलाई त्यहीँ गएर देखाउँछु। मेरो भिडियो नआएको त धेरै महिना भइसकेको थियो। मलाई अलिकति भिडियो बनाउने मुडै भएन क्या यो। अनि आज सोचेँ गोर्खे हाट जाँदैछु अनि भिडियो पनि बनाउनु पऱ्यो भनेर, अनि तपाईँहरूलाई पनि देखाउनु पऱ्यो भनेर। र तपाईँहरूले हेर्नुहोस् अब यहाँ गोर्खे हाट तपाईँहरूलाई कस्तो लाग्छ। गाडी आयो यहाँ त फेरि। ओ माई गड, ओ माई गड, ओ माई गड, गाडी आएकै गर्छ भाइ। ल जाने अब है। गोर्खे हाट चाहिँ यहाँदेखि सुरु हुन्छ। दाजु यो के होला है? हजुर ओके, मतलब यो सुक्खा फुल चाहिँ सुक्खो, यो सुक्खा पानी चाहिँ मतलब सुक्खा फुल चाहिँ पानीमा हाल्यो भने चाहिँ यस्तो हुन्छ है, होइन? ए अनि कति दिनसम्म रहन्छ? पानी में 3 साल तक रहेगा। हजुर पानी में 3 साल तक चलेगा। म 3 साल तक रहेगा। मिट्टी में लगा देंगे तो लाइफ टाइम रहेगा गमले में। अच्छा, मिट्टी में भी लगा सकते हैं। मिट्टी में भी लगा सकते ओ ठीक है, थ्याङ्क यू। हाँ, अब गोर्खे हाट चाहिँ यहाँबाट सुरु हुन्छ। हामी जाँदैछौँ। दार्जिलिङको गोर्खे हाट यहाँ यस्तो भुइँतिर यसरी बेच्नु राख्नु भएको हुन्छ है। कहाँबाट ल्याएर बेच्नु भएको दिदी योहरू? नेपालबाट। अनि सधैँ लगाउनुहुन्छ यहाँ? बिहिबार लगाउनुहुन्छ ए है। अरू बेला चाहिँ कहाँ लगाउनुहुन्छ? हजुर ए अच्छा, मतलब हप्तै दिन लगाउनुहुन्छ ए। ल बिक्री हुन्छ होला नि? हुँदैछ है, अहिले फर्किँदा निस्किन्छु। ल हस्, थ्याङ्क यू। अब यहाँदेखि जानुपर्छ अलिक तल, त्यसपछि सब्जीहरू। यहाँ के पाउँछ? सब्जी पाउँछ यहाँ, मोमो, थुक्पा, कुनै केहरू सबै पाउँछ। यो चाहिँ दार्जिलिङको गोर्खे हाट। यहाँ रहेछ चाउमिन, सेलरोटी है, सेलरोटी। यो चाहिँ त्यो सुक्खा माछाको अचारहरू होला है, होइन? यो न्युटेलाको अचार तपाईँहरू आफैले बनाउनु भएको? हजुर आफैले बनाउनु भएको है, होममेड। हजुर हरेक बिहिबार आउनुहुन्छ ए? हुन्छ, अहिले फर्किँदा है। ए है, बिहान कति बजीदेखि चाहिँ लाग्छ? मान्छे त 7 बजीदेखि 7 बजीदेखि बेलुका कति बजीसम्म? बेलुका आफ्नो खुसी है। ए जान्छ तर 6 बजीसम्म हुन्छ। हुन्छ, म जस्तो अलिक घुम्नु मात्रै आएको है। हस्, थ्याङ्क यू। मोमोहरू देख्नुहुँदैछ, दिदीहरूले बेच्नुहुँदैछ है। नमस्ते। हजुर चटपटे है। यो चाहिँ के को? यो सुक्खाको मासु के को होला हौ यो? दार्जिलिङको गोर्खे हाट बेकरी आइटमहरू छ यहाँ। जिन्दगीको अधेरीमा आए लौदै पर्दै। यहाँ चाहिँ चिया बन्दैछ, चिया है, चिया बन्दैछ। यहाँ पानीपुरी बन्दैछ।
यहाँ चाहिँ ट्रेडिसनल लुगाहरू। यो चाहिँ फोटो खिच्नु हो कि बेच्नुको लागि हो? बेच्नुको लागि है। हुन्छ, थ्याङ्क यू। यहाँ सुसी पनि पाउँदो रहेछ, सुसी। गोर्खे सुसी पाउँछ यहाँनिर। हजुर, गोर्खे सुसी। नमस्ते। गोर्खे सुसी हजुर, तपाईँले घरमै बनाउनु भएको होला हजुर है? भेजै हुन्छ होइन सुसी त? दुईटा बिहारमा भेजको पनि छ चिकनको पनि छ। ए, दुइटै खालको छ है। बेसी चाहिँ के बिक्री हुन्छ, भेज कि चिकन बेसी हुन्छ है? हुन्छ, हस् है, अलिक फर्किँदा आउँछु। थ्याङ्क यू। हस्, यहाँ सब्जीहरू पनि छ। कहाँको सब्जीहरू यिनीहरू चाहिँ? कोलबुङबाट है? एभ्री थर्सडे चाहिँ तपाईँहरू लाउनुहुन्छ बजार? ए, हस्। यहाँ सब्जीहरू। यहाँ चाहिँ के हुँदैछ? यो चाहिँ के को सेकुवा हो भाइ? चिकन सेकुवा? ए हजुर, चिकन सेकुवा। अनि यहाँ सब्जीहरू हाम्रो गोर्खे हाटमा चाहिँ यसरी लाग्छ, यसरी है। भिडभाड। यसलाई चाहिँ यो गोर्खे हाट चाहिँ ओरेन्टको, दार्जिलिङ ओरेन्टको ओह्रालोमा लाग्छ। चपहरू है, आलु चप होला है? हजुर, यस्तो क्लिपहरू है। यो त सधैँ नै लाग्ने हो। यो दोकान चाहिँ सधैँकै हो है। यो दोकानहरू चाहिँ सधैँ नै लागिबस्छ, बिहिबार मात्रै होइन। यो चाहिँ बिहिबार मात्रै, यो दोकानहरू चाहिँ बिहिबार मात्रै लाग्छ। सब्जीहरू चाहिँ गाउँ बस्तीबाट चाहिँ आज बिहिबार चाहिँ उहाँहरूले बेच्नु ल्याउनुहुन्छ। अन्त यो चाहिँ खुकुरीहरू है। खुकुरी दाजु कहाँबाट ल्याउनु भएको होला है? खुकुरी कालिम्पोङ है? ए, तपाईँकोमा त्यो फुल काट्ने छ? फुल काट्ने छैन है? हुन्छ, थ्याङ्क यू। योहरू चाहिँ सधैँ लाग्ने, बिहिबार बाहेक पनि अरू बेला पनि लाग्छ यो दोकानहरू चाहिँ। अन्त यो यस्तोहरू चाहिँ बिहिबार मात्रै यहाँ। यसलाई चाहिँ गोर्खे हाट भन्छ। एक रविवार में ही आपको ट्रांसपोर्ट में डालना पड़ेगा, हम आपको चार्ज डाल देंगे। टिम्बुर। यो चाहिँ के हो बहिनी? यो के हो? यो अच्छा, यो के भन्नुभयो? होइन के हो भन्छ यसलाई? के भन्छ? गुर्जो। ओ, अनि यसलाई चाहिँ कसरी खाने हो बहिनी? भिजाएर चाहिँ खाली पेटमा खाने। ओके। अनि यो टिम्बुर चाहिँ कहाँबाट ल्याउनु भएको? निहुर बालसन भनेको चाहिँ कहाँ हो? गोराबारी मुनि। ए, सोनदा एकदम अर्ग्यानिक होला नि है? म अलिक फर्किँदा लान्छु ल, अहिले जस्ट घुम्नु आएको। हेर्नु होला, यस्तो अर्ग्यानिक सामानहरू पाउँछ। जस्तै गुर्जो के भन्थ्यो, सुगरमा खान्छ अरे। अनि त्यो चाहिँ राति थिचेर पानीमा भिजाएर राख्नुपर्छ अरे। अनि बिहान चाहिँ त्यो पानी चाहिँ खानुपर्छ अरे। त्यो चाहिँ सुगरको बिमारीको लागि राम्रो अरे। यसो यो तामाको भाँडाहरू पनि पाउँछ। यो चाहिँ बहिनी बिजनबारीबाट आउँछ है? मैले सुनेको थिएँ क्या बिजनबारीबाट आउँछ भनेर, होइन? बिजनबारीबाट आउँछ। बेलुका कति बजीसम्म दोकान खुल्ला? 5-6 बजीसम्म ए है? किनभने मैले यो दोकानबाट किनेको नि त। उता बाबा थियो होला, बाबा है? ल बहिनी है, हुन्छ। यहाँ चाहिँ हेर्नुहोस् भिड। यो किनेमाहरू, इस्कुसहरू,
आमामा डल्ले खुर्सानी त के भन्छ भाइ यसलाई के डल्ले खुर्सानी भन्छ हजुर नागा खुर्सानी पिरो हुन्छ पिरो त डल्ले खुर्सानीलाई पनि सुताउँछ नि त्यस्तो पिरो हुन्छ है बाप्रे बाप्रे हेर्नुहोस् त नागा खोर्सानी यसलाई चाहिँ नागा खोर्सानी भन्छ है हेर्नुहोस् त नागा खोर्सानीहरू यो चाहिँ यो त मैले फर्स्ट टाइम देखेको यो किनेमाहरू सब्जीहरू यो भयो है यहाँ चाहिँ पाउँछ यो गोर्खाहाटमा यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो मकैको पिठो यो के हो हजुर चानाको सतुवा मस्यामको दाल कालो दाल अनि अचारहरू यस्तोहरू पाउने रहेछ है म धेरै अगाडि आएको धेरै अगाडि सुरु यो गोर्खाहाट सुरु हुँदाखेरि 2-4 पल्ट आएँ त्यहाँदेखि आएकै थिइनँ है यो चाहिँ के हो निम पत्ता हजुर कडी पत्ता ए है यो चाहिँ फ्रेस टिपेर ल्याउनु भएको जस्तो छ है यो सुकेको किनेमा हो सुकेको किनेमा यस्तो रहेछ है खुकुरीहरू त टन्नै खुकुरीहरू त कालिम्पोङबाट होला है दाजु हजुर नागरी फार्मबाट है त्यो फुल काट्ने हुन्छ नि दाजु त्यस्तो छैन फुल काट्ने हजुर हजुर त्यो फुल काट्ने हुन्छ नि कटिङ गर्ने त्यो त होइन नि त्यो त उयो भयो यस्तो भयो यस्तो कैँची जस्तै हुन्छ नि छैन है त्यस्तो हुन्छ बजारमा पाउँछ होला है थ्याङ्क यू यहाँ हो अनि गोर्खाहाट चाहिँ अब यता पनि हो यो पनि हो यो सब बेकरी आइटम होला नि हजुर यो दार्जिलिङमै बनेको मतलब होममेडै हो नि हजुर हजुर म धेरै अगाडि आएको थिएँ यो गोर्खाहाट सुरु भर्खर हुँदाखेरि 4-5 पल्ट आएँ कि त्यसपछि बिचमा धेरै भएको थियो नआएको अहिले चाहिँ फेरि आएको त है अझै ठुलो भएछ राम्रो हुन्छ थ्याङ्क यू काँक्राहरू योहरू है अब यो गोर्खाहाट चाहिँ यो ओह्रालो पनि यता ओह्रालो पनि जान्छ तर अब म चाहिँ यता तेर्सोतिर लाग्दैछु यहाँ चाहिँ होममेड मसला भाइ यो होममेड मसला होला नि होममेड मसला नि होममेड मसला हजुर हजुर हुन्छ होममेड मसला है यो हाम्रो टिबेटन ब्यागहरू यसरी पाउँछ यो चाहिँ थर्सडे मात्रै हो कि अरू बेला पनि पाउँछ यहाँ थर्सडे मात्रै अरू बेला चाहिँ कहाँ राख्नुहुन्छ तपाईँहरू मतलब जहाँ ए हजुर मिरिक दार्जिलिङ खरसाङ तपाईँहरू घुमिरहनुहुन्छ ए हजुर हजुर थ्याङ्क यू अब यहाँ चाहिँ हाम्रो के पाउँछ यो होममेडै हो यो केटीहरू हो यो के हो यो मकै हो हजुर मकै है मकै हो अन्त अरू यहाँ त के बनाउँदैछ हौ आहा के हो यो के बनाउनु भएको चिया है टिबेटियन चिया ए है टिबेटियन चिया अनि सेलरोटी तपाईँहरू चाहिँ कहाँबाट हो प्रगतिग्राम ए हस् म घुमेर आउँछु है चिकन विङ्सहरू सेफाले यो के को चप हो बहिनी आलु चपहरू यो होममेड अचारहरू पाउँछ यहाँ चाहिँ यो के को हो यो न्युट्रेलाको होला अनि मासुहरूको होला नि दिदी हजुर न्युट्रेला चिकनहरूको बफको है हजुर हजुर सधैँ आउनुहुन्छ एभ्री थर्सडे तपाईँ सधैँ यो गोर्खाहाटमा आउनुहुन्छ ए हस् आफै बनाउनु भएको है हुन्छ थ्याङ्क यू अब यहाँ चाहिँ पाउने रहेछ लाफिङ पाउने रहेछ लाफिङ यसरी बेच्नु हुँदैछ टुरिस्टहरू पनि खानुलाई लाफिङ खानुलाई रेडी हुनुहुन्छ कसैले प्याकिङ लानुहुँदैछ यहाँ चाहिँ धमाधम के भन्दैछ हौ यहाँ चप है चप आलु चप नि हजुर ल चप मजाले बनाउनु हुँदैछ यहाँभित्र चाहिँ बेकरी छ यो चाहिँ सधैँ गोर्खाहाटभित्र पनि अरू बेला पनि यो चाहिँ दोकानै हो
अरू के छ यहाँ यो आलु छ यो के भन्छ प्याजी प्याजी नि प्याजी हो यो त हजुर प्याजी हो हुन्छ यो चाहिँ सेलरोटी दिदीले धमाधम पोल्नु हुँदैछ है यो त चामलकै भइहाल्यो यो त कोदोको नि बहिनी हजुर कोदोको गोर्खे हाटमा चाहिँ यस्तो यस्तो पाइन्छ यहाँ एकजना उयो रहेछ है ढेँडो बनाउने क्या ढेँडो बनाउनु हुन्थ्यो नि त्यहाँ पसल सङ्ख्या यो कति त्यो डालोहरू चाहिँ कहाँबाट ल्याउनु भएको हो बहिनी आसामको है आसामबाट बेच्नु ल्याउनु भएको यति मात्रै हो नि हजुर हजुर डालो चाहिँ आसामको अनि उहाँबाट ल्याएर तपाईँले सेल गर्नुहुन्छ ए ल बहिनी थ्याङ्क यू स्पाइसेसहरू कहाँको आफै बनाउनु घरमै बनाउनुहुन्छ ए त्यसमा चाहिँ के आउँछ जिरा पाउडर धनियाँ पाउडर मिक्स फर्ममा हुन्छ है अनि यो चाहिँ सिल्ड प्याक होला त्यो है छ है हुन्छ आउँछु थ्याङ्क यू ल हेर्नु सेलरोटीहरू दाममा दम पोल्नु हुँदैछ यहाँ चाहिँ हाम्रो ढिँडो पाउँछ ढिँडो यो चाहिँ उयो के भन्छ यसलाई त उयो पो भन्छ के अरे भन्छ वाचिपा है के को चिकनसँग बनाउनु भएको अनि यो चाहिँ कोदोको पिठो है कोदोको पिठो वाचिपा अनि यहाँ के भन्छ यसलाई चिकन लोकल चिकनको झोल है अनि यो ढिँडो बन्दैछ हाम्रो दिदीले मजाले बनाउनुहुन्छ गोर्खे हाटमा सधैँ ल्याउनुहुन्छ दिदीले चाहिँ ढिँडो है यहाँ बसेर खानु हुँदैछ ढेँडो सबैले इन्जोय गर्नुहुँदैछ है अब घरमा बनाउनु त अब सकिन्छ तर यहाँ चाहिँ मजाले बनाएको पाइन्छ नि त है दिदी हजुर हस् राम्रै देखिनु हुनु भएको छ है पहिला आउँदा नि त कन्टिन्यू आउनु हुँदैछ कन्टिन्यू है पहिला म एकचोटि खाएको छु म यहाँ कि त्यसपछि धेरै महिना म आएन क्या आज फेरि आएको अन्त हस् गोर्खे हाटको भिडभाड हेरिहाल्नुहोस् चिप्सहरू थुक्पाहरू है यो के भन्छ यसलाई के भन्छ यो गोलोलाई यो हजुर जेरो भन्छ यसलाई हनीकम जेरो हनीकम यो चाहिँ सिक्किमको है ए हजुर हजुर आमा फुडबाट है हजुर हजुर हुन्छ अहिले म पछि फर्केर आउँदा है थ्याङ्क यू यहाँ चाहिँ सिल्भरको भाँडाहरू पाउने रहेछ है कहाँबाट आएको सिल्भरको भाँडाहरू ए भाइ हजुर ए बिजनबारीबाट है ल सिल्भरको यस्तो पिटेको भाँडा होइन दिदी बहिनी यो पिटेको है हजुर हातले बनाएको है ए यस्तोहरू पनि पाइन्छ हातले बनाएको भाँडाहरू पिटेको यो चाहिँ मुरेको डल्ला यो चाहिँ मुरेको डल्ला यो चाहिँ मकैको डल्ला है मकैको डल्ला पनि मकैको डल्ला पनि हजुर हजुर हस् यहाँ कोही बुन्नु हुँदैछ है यो चाहिँ चियापत्तीहरू
चियापत्ती कहाँको चियापत्ती होला नि दाजु यो सिङतामको कहाँको बदम कताको पान्दामको है पान्दामको चियाहरू राम्रो हुन्छ यस्तो यो घिउहरू है ल यही हो यहाँको गोर्खे हाट चाहिँ यहाँ चाहिँ के छ यहाँ चाहिँ धमाधम मोमो बनिँदैछ भेज मोमो होला नि हजुर भेज मोमो भेज मोमो चिया यस्तोहरू छ यहाँ चाहिँ बटाई जस्तो छ है भाइ के हो यो बटाई हो यो बटाई यो चाहिँ के हो हजुर गिरीफल भन्छ नि गिरीफल यो गिरीफल हो यो टर्की हो त्यो बटाई अच्छा गिरीफल यो चाहिँ गिरीफल यो चाहिँ टर्की अनि यो चाहिँ कडकनाथ र बटाई कडकनाथ है नयाँ नयाँ नाम पो सुनेँ त हौ यहाँ त मैले त यस्तो कहिले नदेखेको कुखुरा बाहेक त ए यस्तोहरू अब यो गोर्खे हाट चाहिँ परसम्मै छ अब म अब उता ओह्रालो जान्छु होइन यहाँ अलिक एकछिन अगाडि जाउँ न के रहेछ त्यहाँ चाहिँ यहाँ चाहिँ बन्दैछ चाउमिन एग रोल बन अन्डाहरू होला नि दिदी है अन्डाहरू अन्त यहाँ चाहिँ लाफिङ सेलरोटीहरू यो त 12 जस्तो लाग्यो हो कि होइन 12 है यो के को मतलब भेज मतलब दालको 12 कि मासुहरू छैन नि यसमा भेज है हस् म आउँदैछु ल यो 12 चाहिँ मलाई मनपर्छ कि यी सेलरोटीहरू है यहाँ चाहिँ मासु सुक्खाकोहरू पाइन्छ यस्तोहरू यो अचारहरू यहाँ हाम्रो दिदीको पनि फोटो खिचिदियो है सुक्खा मासुहरू यो यस्तोहरू यो भाइ बफको हो कि के हो बिफको सुकुटी है बिफको सुकुटी अन्त अरू के पाउँछ यतै वाचिपाहरू छ अरे मलिजहरू पनि आयो है भिडियोमा अब यो चाहिँ के होला नि अब नछेक्नु मल्जु नछेक्नु है एकछिन म आइहाल्छु मलिज ल हस् सेलरोटीहरू पाक्दैछ यहाँ छ तपाईँको यो चाहिँ हाम्रो के भन्छ यो त के भन्छ लोकलमै आउँछ है यो सबै छोइला हो कि के हो छोइलाहरू पनि हो कि के हो लोकल छोइला चिकन है के को आइटम यो सफाले यो चिकन विङ्स हजुर हजुर लेग पिसहरू के धेरै छ यहाँ आइटमहरू है खानेलाई मोमो यस्तोहरू छ सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ अब म चाहिँ के खानु भयो कि म चाहिँ के खानु भयो भने मलाई उयो पर 12 खानु मन परेको छ 12 हुन्छ नि दालको हजुर अरे हेरौँ है अब के खान्छु अहिले हेरौँ न है सब त सधैँ घरमा पनि खाएकै हो हजुर गोर्खेको चप ए म अर्को पालि फेरि आइहाल्छु नि है हस् अब यहाँ चाहिँ के भन्दैछ स्यान्डविचहरूको आइटम पनि रहेछ है ह्यामबर्गर स्यान्डविच यो चाहिँ के हो हजुर ऱ्यापको लागि चिकन ऱ्याप है
यो चाहिँ नयाँ आइटम एड भएछ गोर्खे हाटमा पहिला थिएन है ल खुसी लाग्यो है ल दाजु थ्याङ्क यू हजुर ल यहाँ के बन्दैछ फेरि यता बन्दैछ सिङ्गडा होइन सिङ्गडा ल ए सिङ्गडा पनि एड भएछ पहिला थिएन है पहिला थिएन अहिले सिङ्गडा एड भएछ अब यो त यो लाइन मात्रै अर्को लाइन पनि घुम्नुपर्ने छ हस् थ्याङ्क यू है दाजु गाडी जाम भएर आज अघि त पानी पर्नुलाई रेडी थियो पानी अलिअलि परे पनि अहिले चाहिँ दिन उज्यालो भयो पानी परेको छैन त्यसैले गर्दा चाहिँ यहाँ उनीहरूलाई दोकानको लागि चाहिँ यो हाटको लागि चाहिँ सुविस्ता भयो यो सबै सब्जीहरू चाहिँ सब हाम्रो यो बस्तीको सब्जीहरू यो ह्यान्डमेड फुलहरू ह्यान्डमेड ब्यागहरू यस्तोहरू पनि हुन्छ यहाँ त दिदी तपाईँ बिहिबार मात्रै बेच्नुहुन्छ कि अरू बेला पनि होइन सधैँ तपाईँ डोकोमा लानुहुन्थ्यो नि सब्जीहरू त्यसरी बेच्नुहुन्छ कि हुन्न आजकल सक्नुहुन्न है खालि बिहिबार मात्रै आउनुहुन्छ ए है अनि यो सब्जीहरू कसले ल्याइदिन्छ फुल्ली यहीँबाट है ल दिदी है हाम्रो राम्रै दिदीलाई पनि निकाल्दैन स्माइल गरिदिनु त दिदी है ल सब्जीहरू है हाम्रो गोर्खे हाटमा यस्तो सब्जीहरू पाउँछ अनि बेसी चाहिँ धेरै जस्तो चाहिँ यस्तो सब्जीहरू आउँछ अर्ग्यानिक बस्तीको सब्जीहरू यो काँक्राहरू केहरू मेरो त किन्नु छैन घरमा छ अस्ति किनेको बजारबाट किनेकोहरू छ यो फुलहरू पनि पाउँदो रहेछ अदुवा है ल कति राम्रो देखेको रहेछ तपाईँको पनि खिचिदिइहालेको नि ल आज सब्जी खिचेको होइन तपाईँको खिचिदिएको ल मैले हस् यो चिउरी होइन दिदी चिउरी लसुन अदुवा कालो दाल मकैको चामलहरू सबै पाउँदो रहेछ यहाँ चाहिँ ए बेसार किनेमा मस्यामको दाल सबै पाउँछ नामै त गोर्खे हाट अन्त सबै गोर्खे हाटमा सबै पाउँछ मकै अन्त यो के पो भन्छ यो आलु बगडा है आलु बगडा यो चाहिँ आलु बगडा हो यो आलु बगडा ल सब्जीहरू यस्तैहरू पाउँछ म चाहिँ घर पनि आइसकेँ अब आजको भिडियो तपाईँलाई कस्तो लाग्यो अन्त राम्रो लाग्यो भने चाहिँ हेर्नु भयो होला होइन अनि हेरेर पुरा साथ दिनुभएकोमा धन्यवाद तपाईँहरू सम्पूर्णलाई फेरि पनि अर्को भिडियोमा भेट्नेछु भन्दै म यो भिडियो चाहिँ एन्ड गर्दछु बाई बाई सी यू